दिन एक दिन डबल ट्याप गर्नु साथीहरु पछिबाट फेरि लो भिनाजुले गाली गर्यो भने रुन्छ बसेर फेरि गाह्रो छ लागिरु आज माइला भेनाको बारेमा एउटा भिडियो बन्दैछ त्यही भएर टोपी बेचेर उहाँको लागि हामीले बिग म्याचको लागि 1 लाख रुपैयाँ मुस्ट हामीले डोनेसन गर्ने नै छौं यसमा चाहिँ के अरे हो यस्तो भिडियो आउँछ हेन्ड राइट हान्ने छैन पर 1 लाखका कुराहरु छ हेर्नु त मोटो हेन्ड राइट हिजो मलाई मेरो गाडी खेलौं भने जस्तो भइहाल्यो नि कसले भन्यो एउटा ल त्यहाँ है बिउलेन सुनिरहेको अनि पछि गएर गाडी कुन गाडी हो अरे तले गाडी देखे त छैन र त चिन्दै छैन र त भनेको भ्युअरहरु हाँस्न हाल्थ्यो ल म पनि अब लाग्छु गाइजहरु मेरो पनि काम छ नि मेरो मर्सिडिज छ अरे मेरो मर्सिडिज धुलोले छोपेर राखेको छ मर्सिडिज मलाई मनै पर्दैन गाडी घरमै थन्काएर राखिरहेछ भनेको पत्याउँदैन देखा अरे ओइ तेरो 20 मिनेट त भइसक्यो तेरो आइज न आइज हैन मेरो अलिकति काम छ हो यहाँ काम गर्न म आउँछु नि त गेट खोल्नलाई ओके भाइ थ्यांक यू सो मच एभ्रीबडी अहिले म आउँछु पछि रात रेडी भएर बस है म हैन मेरो काम छ के इमर्जेन्सी काम छ के कञ्चनगिरी सबैजना धन्यवाद है मेरो इमर्जेन्सी काम छ कति बजे सर हुनुहुन्छ लाइभ अब हजुर बाइ बाइ कति बजे हुनुहुन्छ लाइभ म एकछिन बस्छु 10-20 मिनेट अरु बस्छु ल म आउँछु त्यसमा लाइभ इन गरेर ल म हैन अहिले पर्दैन भोलि आए पनि हुन्छ द्याट्स ओके के हुँदैन अर्को एकजना जोड्नु माल्दै अर्को एकजना जोड्ने डु यु वान्ट टु लिभ द म्याच अरे किन लिभ गर्नु न अर्को जोड्नु कोला जोड्ने हो ए मलाई थाहै छैन अनि यस्तो म जान्दिन नि त सिकाउनु पर्यो नि बिस्तारै सिकाउ न यार मालदालाई मात्रै माया गरेर सिकाउने हामीलाई चाहिँ नसिकाउने ल जोड त बिउ यता त कोही पनि छैनन् खै तपाईले कोड गर्नु न पहिला ए ल फेरि मैले त डिक्लाइन पो गरेछु ल ल एप्रुभ पो गर्नु पर्यो त हो ल कला जोड के एकजना म हेर्छु होमबललाई जोड अम्बल नमस्ते दाई यसमा फलो गर है दुर्गा यो नयाँ आइडी मेरो त आइडी गयो ए हस् आज त हजुरसँग नि बोल्ने मौका पाइयो त हामीले त नमस्कार टिकटक यस्तो हुन्छ यो अब आम्मामामा राख्छु ल यो सन्चै छौ गाइस लेट्स गो है ल है साथीहरु दुर्गाजीको त युनिभर्स आउँछ फेरि मालदाईको त बरु त्यस्तो हुँदैन दुर्गाजीको त आमै के युनिभर्स आउँछ त ब्याममा मेरो त केही पनि आउँदैन अरु भनेको त्यस्तै हो म दुर्गाजीको चाहिँ डान्सको फ्यान हो है साथीहरु डान्स राम्रो गर्नुहुन्छ मलाई डान्स चाहिँ फेरि हेर्दा रहेछन् चुप्की पुरानो पनि हुनुहुन्छ नि फेरि हैन धेरै पुरानो टिकटक पुरानै हुनुहुन्छ उहाँ पुरानै गाइस लेट्स गो म उहाँले भन्नुभयो भने त म उहाँको डान्स त यहाँ पनि देखाइदिन्छु मैले अर्को फोनबाट उहाँले मान्नु चाहिँ पर्छ हुन्छ भन्नुभयो भने र हुन्छ भन्नुभयो भने चाहिँ देखाउनु डान्स गर्ने अरे दुर्गा बहिनी लाइभमा हुन्न के हो साथी त हल्ले भयो नि त कुर्किया बस्छ साँच्चै मालदाईलाई र दुर्गालाई डान्स गर्ने पनिसमेन्ट गर्नुपर्छ क्या खेल्नुपर्छ क्या यस सही भन्नु म चाहिँ माछा हान्ने है मैले हार्यो भने चाहिँ माछा मलाई नाच्न आउँदैन होइन नाच्ने नगरौँ भयो आज म किन गरौँ न केही हुन्न सिपछि थ्याङ्क यू म्याम आज म चाहिँ थोडा त्यो आइडी पनि गएको छ होइन तनावमा छु त्यस्तो केटीहरू उहाँ व्रत बसिरहेछन् नेपालमा उहाँ मालदाईको आइडी वापस आओस् भनेर आइहाल्छ नि होइन हङ्गामै गरायो क्या यो आइडीले अनि हुँदैन त उहाँ अघि यहाँ रोएको इमोजी पठाएर रातभरि मलाई त निन्द्रा नि लागेन बिहानदेखि केही नखाइकन व्रत बसेको मालदाईको आइडी आओस् भनेर भन्ने केटीहरू आइसक्यो यहाँ ब्रान्डेडलाई हेर्दै होला के बोल्दैछ भनेर
दाइ ब्याक नि हिजो मालदाईले के भन्छन् हनुमान कटुलार नाच्नु भएको थियो अरे होइन खै मैले देख्दा त पाइन्टै लाएर नाचेको कहाँ कटुलार नाच्नु मालदाईले Guys, double tap, please, double tap. सबजना लगाउनु। होइन होइन कटुलार नाचेर गएको होइन यो पनि भन्छन् यार मालदाईले कटुलार नाच्यो भने त कहाँ अनि हेर अनि त्यो त अनि बर्बाद भइगयो नि तिमी चाहिँ खै हेर्नु त कस्तो देखिँदैछ ल भ्यूको रिक्वेस्ट आयो मालदाई अब उनी नेपाल आएर कटुला नाचौँ ल होइन यहाँ अहिले हेर्ने अरे कि कटुला त कस्तो देखिँदो यहाँ सबैका सामुन्ने कहाँ कटुला कटुला त कस्तो देखिँदो त हेर्ने मात्रै अरे मालदाई Let's go everybody guys, let's go सबैजना डबल ट्याप गरौँ साथीहरु पहिला मेरा झ्याङ लागा भेटियो हुन्थे पुरानो आइडीमा जाँगे ला नाचेका भेटियो जाँगेलाको त ह्यान्डसम देखिन्थ्यो होला तिमी त हेरै हुन्थ्यो जाँगे फेरि कटनको होला होइन माल्दै कटनको हो सही भन्नुभयो कटनको हुन्थ्यो मान्छे हेरै गर्थे नि कटनकोमा देखिन्छ नि त अनि हेर्नु परेन के देखिन्छ हो नारा सारा देखिन्छ त्यही त देखिन्छ मिन्टीको पनि भिडियो छ हामीसँग माया दाइको ओ माय गॉड थ्यांक यू सो मच एभ्रीबडी गाइज थ्यांक यू है साथीहरु थ्यांक यू तर मेरो नभए पनि भ्यूको त छ त स्विमिङ पुल लोदरे मान्छे सारो रियल रानी नरेश भ्यूको चाहिँ छ है नारायण थ्यांक यू सो भ्यूको मच चाहिँ छ त पेन्टी लाग्यो हटाइछ के उनको छ भ्यूको एसएमबी होल पनि कसको मैले हटाइछ कि मेरो स्विमिङ गरेको स्विमिङ पुलमा पौडी खेलेको मैले देखेको एकचोटि त्यो खतरा थियो मेरो हटाइदिसक्यो त्यस्तो बेला किन हटाएको त अनि दिदीले हटाइदिएको मेरो त्यो त अनि त्यो भिडियो हेरेर त मान्छेहरु त कति के भयो होला नि त भन्यो अनि मालदाई उहाँ अझै उ टाउका हात लाएर हेर्दै हुनुहुन्छ सम्झिँदै हुनुहुन्छ त्यो भिडियो थ्यांक यू सो मच थ्यांक यू सो